चेस चेस पर्ला फेरि ग्लासमा चलो हेलो एभ्रिवान वेलकम ब्याक टु माई न्यू भ्लग होइन। सो आज चाहिँ हामी कता हुँदै नयाँ वर्षमा पार्टी हान्न जाँदैछौँ उता सल्लाहघारीतिर होइन। हामी चाहिँ किनिसक्यौँ उता घरबाट चाहिँ बिर्सिछु क्या मैले। अब त्यही भएर हामीले सामान किनेर चट्ट भ्लग स्टार्ट गरेको होइन। सो अब हेर्दै जानुपर्ने हुन्छ, हेर्दै जाऊँ कस्तो हुन्छ, बवालै हुन्छ। अरू के सबजना छौँ हाम्रो ग्याङहरू है, ग्याङहरू यता छौँ, उता अर्को ग्याङ छ। सफल बाँकेर आज त के अरे यस्तो राम्रो दिदीहरू हिँडिरहनु भएको छ अगाडि है। त्यहाँ नि अब हेर्ने चित्त बुझाउने मात्रै हो। हेर्दै लाग्यो फर्के त्यो भाइहरूले के भनिरहेछ? पार्टी गर्नु गोकर्ण भन्दा माथि सल्लाहघारीमा जाने अनि चट्ट पार्टी हान्नुपर्छ होइन। तपाईँहरूलाई नि त्यहाँ हामीलाई नि के छ र हामीलाई के छ र हो। अनि आज न्यु इयर त मनाउनु पर्यो। अब 1 वर्ष कुद्नु पर्छ यसलाई मनाउनलाई। 12 महिना कुद्नु पर्छ। 12 महिना हो, वर्षमा एकचोटि आउने वर्ष हो, वर्षमा एकचोटि आउने वर्ष होइन। आधा के भन्छ तिम्रो केही छ भरिया भरिया है ऊ चाहिँ आजको पार्टी। तिमी के भन्छ? ए उसले अहिले पछि भन्छ अरे होइन, उसले अलिकति चार्ज हुनुपर्छ क्या भन्नलाई। सो त्यही है, बेटिलो छ। त्यही हामी चाहिँ यहाँ गोकर्ण आइसक्यौँ होइन। अब चाहिँ हामी उयो डाँडा उक्लिन पर्ने सल्लाहघारी माल बोकेर सट्टा आइरहेछौँ होइन। त्यहाँ अब राम्री तरुनीहरू पनि छ, हामी हेर्दै रमाइलो गर्दै जान्छौँ होइन। माथि गएर चट्ट एक ठाउँमा बसेर चाहिँ अनि खानुपर्ने हुन्छ हामीले होइन। सामानहरू लिएर आएको छ, बवाल हुन्छ होइन गाइस। तरुनीहरू हिँडिरहेछ बाइकमा, दामी पारामा हो। उतापट्टि राम्री मैसाहरू छ है गाइस। काली सिबरी हो, बवाल हुन्छ नि त त्यस्तो आइटम। चुस्सी होइन, जाम हुन्छ क्या। राम्री मान्छे देख्यो कि कस्तो साईको मान्छे रहेछ यो त नि। अब हामी यहाँबाट उक्लिने होइन त रोड क्रस गर्नुपर्ने हुन्छ होइन। सो हामी उक्लिन्छौँ अब, बवाल हुन्छ उक्लेको होइन। भर्याङमा रमाइलो गर्दै, आमाहरूलाई चाहिँ गाह्रो भइरहेको छ उक्लिन। ए यता जाने होइन, ए हामी चाहिँ रोडको बाटो जाने रे है। रोडको बाटो नि बवाल मजा आउँछ होइन। म त भर्याङ उक्लिनु भनेर सोचिरहेको थिएँ। हामी चाहिँ रोड जाने रे। त्यही पापा कि परिहरू हुन्छन् है गाई चाहिँ। आज हान्दिन पनि सक्छन्। अहिले हामी यस्तो हिँडिरहेको बेला सिमी आएर ओह्रालो अप्ठ्यारो छ नि त। ऊमा कस्तो बवाल हो क्या, स्कुटर चलाउने मान्छे पछाडि बस्ने भन्दा पनि भ्यू हेर्न सक्नुहुन्छ गाइज, बवाल छ है। बवाल हुन्छ। उता तल पनि पुरा पार्टी चलिरहेको, यता 3 जना होइन। उतापट्टि चाहिँ ग्रुपै छ क्या। बसहरू पनि यति आइरहेछ, बसहरू सायद रिजर्भ गरेर आएको होला होइन। सो यहाँनिर बवाल पार्टी चल्दा रहेछ, हामी पनि चल्दिनँ क्या खानालाई। पुरा पकाउने पनि हुन्छ नि, सब यहाँनिर रहेछ क्या, पकाउने सघाउने। सो हामी चाहिँ पकाएको होइन, प्याकिङ सामान लिएर आइरहेछौँ होइन। बसेर मस्त खानुपर्छ। चटपट पानीपुरी पनि यता छ। अब भ्यूहरू चाहिँ उतापट्टि डेन्जर छ क्या हाम्रो। तिम्रो अनुहार भ्यू जस्तो छैन सम्धि। आन्टीहरू पनि हुन्छन् है फेरि यता। आन्टीहरूलाई झन् छोरी भन्दा आमा तरुनी लिपस्टिक पाउडरले भने जस्तो हुन्छ।
आमाहरू झन् छोरीहरूभन्दा डेन्जर भएर हिँड्छन् यार। छोरी पनि के राम्रो हुन्छ र, आमा छोरी सँगै बस्यो भने आमालाई पट्टाइदिउँ जस्तो फिल हुन्छ होइन त? हो कि होइन भनिदेऊ न। हो भन न, तिमी सोझो नभन है। हो कि भनिदेऊ त। उसलाई थाहा छ है त्यस्तो कुरो। मलाई थाहा हुन्छ नि यस्तो कुरो। हामी चाहिँ हिँड्दा 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 खुट्टा पाकिसक्यो होइन। माल छ है गाइस यहाँ चाहिँ, यता पनि छ माल। बोक्ने चाहिँ म अनि फेरि ऊ छ बोक्ने, म पनि हो है फेरि बोक्ने चाहिँ। दुईजना, हामी दुईजना चाहिँ बोक्ने। उता हिरोहरू चाहिँ यहाँ डन बनेर हिँड्न परिरहेको उनीहरूलाई चाहिँ हामी यही जङ्गलतिर बस्ने हो, चिलमा बसेर खानुपर्ने हुन्छ गाइस। चाहिँ यहाँ सल्लाह घारी नै घारी माथि उक्लेको, चिप्लेर अहिले लडिन पनि सकिन्छ होइन। म लडेर मलाई केही भए पनि सामान केही हुनु भएन गाइस। टडङ 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 गरेर लड्न पनि सकिन्छ है। लडियो गाई दामी पारामा लडियो भने जस्तै हुन्छ। यता आन्टीहरू चाहिँ हाँसिरहनु भएको छ। बल्ल बल्ल माथि आइपुग्यो जस्तो भयो गाइस होइन। यता चाहिँ के हो, ट्याङ्की हो क्या? फाइनली रोडमा आइपुग्यो गाइस। के हो विक्रम, सामान टङ टङ गर्छ त। अब के देखाउनु त हजुरहरूलाई, जे देखे पनि राम्रो मात्रै छ। हामी चाहिँ जङ्गलभित्र छिर्नुपर्ने हुन्छ क्या माथि निक्लेर पनि। खतरा छ है बाटो, बवाल छ होइन। यस्तै रमाइलो गर्नुपर्छ, तल चट्ट बसेर एक ठाउँमा बसेर। यहाँ चाहिँ यस्तै जक्सन रहेछ क्या यहाँनिर चाहिँ अङ्कल आन्टीहरूको। तल चाहिँ पुरा बवाल भइरहेछ जस्तो छ। हामी चाहिँ यहीँनिर बस्नुपर्ने हुन्छ होइन। सुत्तै हो गाइस। फाइनली आइपुग्यो। माल टङ टङ गरेर मान्छेहरू हेरे थियो क्या। हामी सुरुमा पानी खान्छौँ। यसमा त्यो कट हान है, यसमा चाहिँ पानी हाल्नु पऱ्यो होइन। निमाउनी बनाइदिउँ। माल लिएर आएको छ। यहाँनिर अर्को नि छ नि, मालै माल छ है यहाँनिर फेरि। आम्बो क्वार्टर पनि छ है गाइस। वाइल हो नि त नि फेरि। क्वार्टर चाहिँ फेरि बेबिन एक्लै है। मलाई है म सोझो मान्छे हो नि त, त्यही भएर सोझो मान्छेलाई यस्तो हुन्छ होइन। सोझो मान्छेलाई मैले चिया पकाएर लिएर आएको हो क्या। यो कालो चिया, कालो चिया हो यो होइन। यो चाहिँ तितो, यो के मरिच हालेको के हो, के हालेर तितो हुन्छ? ए यो चाहिँ करेला हालेको, ए टिमुर हालेको चिया हो यो चाहिँ होइन। अब 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 चाहिँ हामी सामान खान स्टार्ट गरेपछि फेरि स्टार्ट गर्छौँ। सो अहिले चाहिँ पसिनाले भिजेर लास्टै चराउन थालिसक्यो क्या अहिले चाहिँ होइन। सामानहरू पनि रेडी भइसक्यो, अब खाना मात्रै बाँकी छ। उता चाहिँ क्यामेराम्यान फोटो खिच्दै लास्टै भयो क्या। यतातिर घाउ भएछ चराएर। सल्लाह घारीमा आम्बो बवाल चलिरह। यस्तो घारी छ, जङ्गलै जङ्गल। सेल्फी हानेर फेरि उता रहेछ। सेल्फी हान्न परेको छ है दाइहरूलाई चाहिँ। आम्बो सामान चाहिँ रेडी भइसक्यो यतातिर। कसको क्यामेरा त्यही हो गाइस। अब चाहिँ हाम्रो रेडी भइसक्यो। पहिला सुरु चाहिँ होइन, ब्लगरबाटै ब्लगरलाई दिनु पऱ्यो नि। ल म सोझो मान्छेलाई यो है। जय गोर्खाली। ल तिमीलाई जय गोर्खाली। ल बवाल भइसक्यो। ल विक्रम ल खोला नि त नि। खोला नि केटा। ओ दामी पड्क्यो। ल यो नि खोला। ह्याप्पी न्यु इयर हान्नु पर्छ। ल समात। ह्याप्पी न्यु इयर अल अफ गाइस। ल रेडी भइसक्यो होइन।
ह्याप्पी न्यू इयर ह्याप्पी न्यू इयर। RTMS. पर्ला फेरि ग्लासमा चुइँदैन नि त है ए चुयो चेस फाइनली गाइज हामी चाहिँ पार्टी सार्टी सकेर अब चल्दिनु लाग्यो होइन जोस आइछ अब नाच्दिनुपर्छ हामी पार्टी सकेर त सामान थन्काइदिएर ऊ चाहिँ पुरा वायल भाखा होइन सबजना वायल भाखा हामी चाहिँ चल्दिनु पर्ने हुन्छ होइन सो हाम्रो चाहिँ पार्टी पनि सकिसक्यो पार्टी सकेर अब माथि जाने एक गीत बजिरहेको छ गीतको तालमा एकछिन नाचिदिने यहाँ आन्टीहरू पनि आएर रमाइलो गर्दै हुनुहुन्छ सो हामी पनि अब जानुपर्ने हुन्छ होइन दाइको हिँडाइ चाहिँ डेन्जर भइरहेको क्या मरत चार्ज मलाई चाहिँ त्यस्तो हाने छैन जस्ट ठिकै भनौँ न बगाल भइरहेको हामी चाहिँ जङ्गल छिर्नुपर्ने हुन्छ होइन जङ्गल छिरेर नि रोड निक्ल्यो गाइज फाइनली रोड निक्ल्यो होइन सो त्यही हो बगाल एकचोटि रमाइलो छ यता रमाइलो छ दाइ कस्तो भइरहेको भन्नुहुन्छ मलाई त एकदम आनन्द हुन्छ ओ आदर एकदम रमाइलो गाइड विक्रम तिमीलाई कस्तो भइरहेको मलाई त स्वर्गमा रमाइलो दाइलाई चाहिँ स्वर्गमा आएको अप्सराहरू छन् यता वरिपरिहरू त्यही पनि जोडी देखेको छु अप्सरा यता पनि अप्सराहरू छन् होइन बवाल खाइरहेको गोकर्णको माहौल हेर्न सक्नुहुन्छ गाइज होइन ऊ चाहिँ बोक्नुपर्छ भनेर भागिरहेछ सो आमाहरू हुनुहुन्छ आमा आन्टीको छोरीहरू पनि छ दाजुभाइ दिदीबहिनीहरू सब छ होइन यता पार्टी चलिरहेछ यता आइसक्रिम बरफ चलिरहेछ दिदीहरू पनि हुनुहुन्छ दिदीहरूलाई पनि हेर्न सक्नुहुन्छ हजुरहरूले दिदीहरू पनि राम्रै भएर आउनु भएको छ होइन त्यही हो गाइस रमाइलो यो चाहिँ भ्यू टावर हो क्या यहाँको भ्यू टावर रे होइन पुरा रुखभन्दा मुनि छ क्या टावर चाहिँ होइन त्यही हो गोकर्णको भ्यू टावर होइन बवाल भइरहेछ दाइ हामी चाहिँ फेरि यहीँबाट झर्नुपर्ने भयो क्या अघि यहाँबाट बल्ल उक्ल्याएको थियो लडिन पनि सकिन्छ हामी होइन सो त्यही हो बवाल हुन्छ होइन यसमा चिप्लिन पनि सकिन्छ क्या यो सल्लाहकोमा चाहिँ दिदीहरू चलिरहेछ टिकटक फोटो म चाहिँ लड्दिनँ अरू लडे पनि म चाहिँ लड्दिनँ क्या गाइज मैले फेरि चेन्ज हान्छु विक्रमको लाएर होइन जङ्गलबाट झर्दैछौँ रोड आइपुग्नु लाग्यो होइन रमाइलो हुन्छ रोडमा पुगेपछि आइटमहरू हेर्दै जानुलाई त्यही म चाहिँ यहीँबाट चलिदिन्छु यहाँबाट यस्तो गर्दा होइन रोड आइपुग्यो गाइज फाइनली अब यहाँबाट चाहिँ हजुरहरू हेर्न सक्नुहुन्छ के हेर्न सक्नुहुन्छ भने म तपाईँलाई हल्का अगाडि गएपछि देखाउँछु अगाडिबाट आउँदैछ भने त फेरि जङ्गलले छिर्न पर्ने भयो गाइस यो समात एउटा हातले यार भ्लगमा फेरि समात्नै पर्ने भयो क्या मेरो उस्तै ल काँडै काँडा छ यहाँनिर चाहिँ हामी यहाँबाट चल्दिनु पर्ने हुन्छ है काँडामा टेक्दै यस्तो उडेर रमाइलो भइरहेको छ गाइस जे होस् होइन न्यु इयर यतिको त चाहिएको नि न्यु इयर होइन हामी चाहिँ यता भवनमा निक्ल्यो विक्रम पनि आइसक्यो आदर पनि आइसक्यो उता दादा पनि चलिसक्नु भयो होइन अगाडि मभन्दा अगाडि चैट दाइ कस्तो भइरहेछ भन्दै
उता चाहिँ विक्रमको साथीहरू रे होइन सो हामी चाहिँ आइसक्यौँ गाइस फाइनली आइपुग्यो दाइहरू चाहिँ चलिसक्नुभयो सो दाइहरूको अगाडि के पो भइरहेछ होइन सो यस्तै हो रमाइलो हुन्छ गोकर्ण आएपछि चाहिँ होइन चट्ट तपाईँहरूले दामी दामी भ्यू देख्न सक्नुहुन्छ क्या पुरा अब के भन्ने होस् म भन्दिनँ म चाहिँ फेरि कोक बोकेँ क्या कोक लानु पऱ्यो नि त होइन कोक मात्रै बाँकी रह्यो अरू चाहिँ सब खाएर हामी हल्का हल्का यस्तो रमाइलो भएको हो कि जस्तो भइरहेछ अहिले होइन अब एकछिनपछि हामी कता कता गएपछि चाहिँ झन् रमाइलो हुन्छ होइन भ्लग गर्न खोजेको भाइ बुझ्यो होइन सो हामी चाहिँ गेटमा निक्लिसक्यौँ अब गेटबाट फेरि हामी यहाँ कल्लै लिन आएको जाने मान्छेहरूको भिड धेरै छ है हामी कल्लै लिन आएको रे लिन आएको होइन जानै लागेको हो तिनचुली नै जाने हो तिनचुली नै जाने यता पानीपुरी खाइरह होइन ए पानीपुरी होइन है यो के हो रे यो वाटरमिलन सब छ होइन हामी इङ्ग्लिस आउँदैन नि त हामी होइन हामीलाई सो खतरा भिड भइरहेछ जे होस् पापाल भइरहेछ अहिलेसम्म चाहिँ अब के हुन्छ होइन सो म तपाईँहरूलाई देखाउँदै जान्छु चल्दैछ बाइकहरू राम्रो बार र भुरभुर धेरै भइरहेछ क्या त्यही हो बबाल भइरह यतापट्टि पनि चलिरहेछ बुढाहरूको यतापट्टि ठुलो मान्छेहरूको चलिरहेछ ठुलो मान्छेहरू भन्दा नि केटीहरूको चलिरहेछ क्या फाइनली गाइस यहाँ चाहिँ दामी भ्यू आइरहेको छ क्या भन्नाले अब बहिनीहरू देखिरहेको बहिनीहरू त भन्नु पर्दैन अहिले फेरि अरू भन्यो भने आएर चप्पलले गालामा यस्तो हानिन्छ होइन त्यही हो बहिनी दिदी भन्नुपर्छ क्या मनमा जे जस्तो भयो भने बाहिर देखिने गरी चाहिँ बहिनी दिदी यताउति भन्नुपर्छ होइन नत्र फेरि चप्पल भेटिन्छ नि त गालामा कति नम्बरै छ कति नम्बरको छ जे होस् उल्टो पारेर हानेपछि उल्टै हुन्छ होइन उल्टै नम्बर बस्छ नि त नि 6 नम्बरको हानेपछि 9 नम्बरको भने जस्तै बस्छ होइन त्यही हो यतापट्टि चाहिँ आमाहरू पनि आइराख्नु भएको छ आमाहरू घामले त्यति राम्रोसँग देखेको छैन त्यही पनि हेर्नु होला होइन रमाइलो भइरहेको छ हामी चाहिँ हिँडिरहेछौँ कोक बोकेर सबको मुख सुकिसक्यो क्या कोक खाँदै हिँडिरहेछौँ त्यही हो फाइनली हामी चाहिँ फेरि माथि आइसकेको मान्छे पनि फेरि यो दाइको भान्जालाई लिन जाने रे होइन दादाको भान्जालाई अनि त्यो भान्जालाई लिएर फेरि हामी उता माथिपट्टिको डाँडामा जान्छौँ न्यु इयर चाहिँ बबालै हुन्छ योपालिको हाम्रो होइन त्यही हो गाइस हिँड्दै रमाइलो भइरहेछ हिँड्दा पनि तर घामले पोलेर चाहिँ लोत भइरहेछ क्या अझै यहाँनिर हामीसित चाहिँ ऊ हुनुपर्ने क्या ऊ भन्नाले अब मतलब बुझ्नु न हजुरहरू केटी हुनुपर्ने क्या बबाल रमाइलो हुन्छ हाम्रो केटीहरूलाई जिस्काउँदै यता अगाडितिर हुन्छ नि त अनि सबजना बोक्का हो सबले जिस्काइदिन्छ अनि त हामी केटीहरू फेरि फिदा हुन्छ हामीलाई देखेर हामी किनकि हामीसँग भएर हामीसँग हाम्रो हेर्न सक्नुहुन्छ है सबजना सँगै छ होइन अनि हामी हिँडेपछि अनि फिदा हुन त पर्छ नै होइन केटीहरू पनि ऊ आयो है गाइस हामीले सोचेकै हुन्छ जस्तो छ बबाल ओमा कति लगाएर म हेर्दिनँ है म सोझो छु है गाइस म हजुरहरूलाई चाहिँ देखाउँछु तर म चाहिँ हेर्छु बबाल कट्टु लगाएर भ्यू देखिरहेको छु है मैले ल अङ्कलले क्या जिस्काइदिरहेको ल म चाहिँ जिस्काउँदिनँ है गाइस म चाहिँ कराएको मात्रै हो तर मैले जिस्काएको होइन सो त्यही हो गाइस मैले चाहिँ भिडियो बन्द गरिसकेको थिएँ होइन फेरि हजुरहरूको मन दुख्छ मलाई भ्यू देखाएन भनेर मैले फेरि स्टार्ट गरेको होइन यतापट्टिसम्म भ्यू त्यसो त्यही हो गाइस कस्तो लाज लाग्छ मलाई चाहिँ भ्यू देखाउनलाई होइन अब यता त के हो म त राम्रो मात्रै देख्छु त के हो राम्रो हो कि नराम्रो हो कि मैले ठम्म्याउन सकिनँ गाइस यतापट्टि झन् चाहिँ राम्रो आरुको रुख छ है यहाँनिर
आरुको रुख छ है दामी होइन सो त्यही हो आमा होइन बाबा हो नि त नि हामी त नि यतापट्टि झन् उयो यो यो के को रुख यो के को रुख हो उयो यो यो रुख मलाई दामी लाग्यो है ए आमा होस् कि छोरी होस् हामीलाई बालै छैन नि जोस् हेर्न चाहिँ पर्छ है हेर्दै माथि केही बिग्रिँदैन नि त मैले चाहिँ भिडियो बन्द गरिसकेको थिएँ ल माया कस्तो केटीहरूको अगाडि गएर यो नै झोलै च्यातिर क्या झरेर कस्तो बिल्ला भइरह यता अगाडिबाट आउँदैछ केटी चाहिँ ऊ चाहिँ हिरो बनेर हिँड्दा चाहिँ कहाँ केटीहरूले हेर्छ भनेर होला तर केटीहरूले हेर्ने भनेको मलाई मात्रै हो जति ह्यान्डसम भए पनि म ह्यान्डसम नभए पनि होइन म कस्तो दिलवाला छु नि त नि त्यही भएर मलाई मात्रै हेर्छ क्या सबले होइन हेरेर कस्तो ल त्यो दिदी हेरेर क्या हाँसिरहेको उ त्यो दिदी हामी चाहिँ हिँड्दा हिँड्दै ठ्याक्क टेम्पो आइपुग्यो होइन हामी चाहिँ टेम्पोमा चढेर जानु लाग्यो अब चाहिँ आइपुग्नु लागिसक्यो त्यही पनि टेम्पो भेटाएर क्या हामीले चारजना हो यहीँनिर तिनचुली झर्ने मान्छे यहीँ आरुबारीबाट चढेर हामी चलिदिरहेछौँ सो ओ बाहिर चाहिँ बाहिर हेर्न सक्नुहुन्छ है बाहिरको नजारा यो बहिनी पनि चढ्न लाग्यो जस्तो छ है चढ बहिनी सिट छ खाली छ फाइनली हामी टेम्पोबाट झरेर पनि दादाको भान्जालाई भेटिसक्यौँ होइन सो अब हामी कता जाने प्लान बनाउँछौँ होइन त्यही हो हामी चाहिँ माथि डाँडामा घर पुगेर नि डाँडामा आएर चट्टै यहाँनिर होटेलमा छिरेको होटेल भन्नाले के हो यो सेकुवा पसल हो यो सेकुवा पसल हो अनि यता सेकुवा भनेको छ हामीले चुवाचेको होइन आउँदैछ अन्त यता मोबाइलमा बिजी यता केटाहरू पनि बिजी छ होइन उता सेकुवा चाहिँ आउँदैछ आएपछि फेरि स्टार्ट गर्छु म गाइस फाइनली हाम्रो चाहिँ आइसक्यो होइन आएर पनि सुरु भइसक्यो यता तिनवटा लिएर आएको दुईवटा खानेकुरा सुरु भइसक्यो दाइहरूको एउटा उसलाई हाम्रो आज देखाउ न हामी त सोझो मान्छे हेर है छ कुकार न दाइको फेरि खाने स्टाइल डेन्जर छ है ल दाइ फेरि खाइदिनु वाह फाइनली हामीले चाहिँ खाइसक्यौँ होइन खाएर पनि अब हामी चल्दैन लाग्यो हामी चाहिँ दाइहरू चाहिँ बस्नुहुन्छ क्या खाएर हामी उयो भइसक्यो अब दाइहरू चाहिँ जाने रे दाइ ल गएर छक्काउँछ हैन दाइ चाहिँ उस्तो दाइ दाइ चाहिँ जाने रे होइन दाइहरू जानुहुन्छ होइन हामी पनि चट्ट छ होइन हामी चल्दै रहेछ अब पानी पनि पर्ला जस्तो भइरहेको ल हामी अहिले जान्छौँ है फाइनली हामी चाहिँ अब खाएर पनि चल्दिसकेको होइन त्यो दाइहरू चाहिँ उतापट्टि जानुभयो हामी तिनजना चाहिँ छुटेर गएको हाम्रो मोबाइलमा चार्ज पनि छैन अनि पानी पनि पर्ला जस्तो भइसक्यो अनि उनीहरू अब अलि ठुलो मान्छेहरू नि त अलि ठुल्ठुलो मान्छे भन्नाले अब लेभल अब उनीहरू अब दाइहरू आएपछि अब उनीहरूको गफ छुट्टै हुन्छ हाम्रो गफ छुट्टै हुन्छ अनि उनीहरूको गफमा उनीहरू जान्छन् हाम्रो गफमा हामी जान्छौँ होइन त्यही अब हामी चाहिँ घर जान्छौँ अनि घर गएर हामी छुट्टै रमाइलो गर्छौँ क्या सो त्यही हो होइन हामी चाहिँ पसल आएको हामी रोड बनाउन आएको है रोड बनाउन आएको होइन गाडीहरू यही हो है यो चाहिँ मेरो होइन गाइस यो मेरो हो यो अनि हाम्रो विक्रम दोषको